हेलो गाइजहरु के छ। आज चाहिँ हामी यहाँ औषधि हाल्न लागेको टमाटरमा। यस्तै छ, कहिलेकै पिसाइदिहाल्नु होला, फङ्गिसाइड हाल्ने आज चाहिँ। अनि एउटा चाहिँ यो स्टिक मोर भन्ने औषधि रहेछ। यो चाहिँ 15 ml है अंकल, 10 यो 10 ml चाहिँ हाल्नु पर्दो रहेछ। यो मोर स्टिक भने अर्को फङ्गिसाइड चाहिँ यता छ, फङ्गिसाइड किङ एम भन्ने यो चाहिँ फङ्गिसाइड एउटा यो हो। ढुसीनाशक औषधिहरूको लागि यो चाहिँ एकदम हो रहेछ। जी मेल भन्ने छ अर्को, यो हो। दुईटा यो औषधि मिक्स गरेर बनाउनु पर्यो हैन। अनि त्यसबाट चाहिँ अब ठ्याक्क 6 जग अब त्यही ठ्याक्क नापेर हाल्नुपर्छ पानी चाहिँ, यस्तो औषधि बन्छ। र यो चाहिँ धुलो धुलो खालको औषधि हो, त्यही भएर हेर्दाखेरि चाहिँ उही छ, तर यो चाहिँ हल्का कडै हुन्छ है। त्यही भएर अङ्कलले बनाइसक्नु भयो। अब एकछिनमा अब टमाटरमा हाल्न जानुपर्छ। डडुवा रोग, पात डढेको, अनि यताउता धब्बाहरू बसेको हुन्छ टमाटरहरूमा। त्यसमा चाहिँ एकदम सहज गर्छ र टमाटरलाई अब राम्रोसँग फुलाउने, यताउता गर्ने, अब धब्बाहरू बसेको चाहिँ हटाउँछ। यसले चाहिँ जस अङ्कलले बनाइसक्नु भयो औषधि चाहिँ, अब यो चाहिँ त्यही हो औषधि। त्यो भएर अब स्प्रेमा हालेर अब एकछिनमा चाहिँ अब टमाटरमा हाल्न जानुपर्छ। ल यस्तै गरेर अर्को भिडियो नै आउँदै गर्छ। हजुर ए हुन्छ। अब त्यो पानी अब यसो मिक्स गर्नु पर्यो। यसले चाहिँ भर्ने हजुर हैन त, त्यो चाहिँ एक डिब्बा मात्रै हाल्ने। ए त्यो चाहिँ एक जग्गा हालेर अनि यसमा चाहिँ पानी हाल्नु पर्यो। पानी हाल्नु पर्यो। यसरी पो हाल्ने रहेछ है। अब बुझ्यो नि, हो यसरी गर्नुपर्छ है। अनि अब यो चाहिँ 6 भाँडा भन्नुको अर्थ भनेको त्यो हो। ए एक जग्गा हालेर चाहिँ अरू चाहिँ पानी थप्नु पर्दो रहेछ है। एक भाँडा पानी अरू हाल्ने। यो चाहिँ फुल बनाउनु पर्दैन होला अङ्कल? यो चाहिँ 16 लिटर मात्रै छ। 16 लिटरमा चाहिँ 15-14 बनाउनु पर्छ अङ्कल, फुल चाहिँ गर्नुहुन्न। यो चाहिँ अर्कै रहेछ। ठुलो भाँडो त्यो पल्लामा चाहिँ हुन्छ हैन अन्त। यो चाहिँ सजिलो छ, फेरि हान्नलाई स्पिड एकदम फास्ट स्पिड छ के। ल ठिक छ, यो चाहिँ यस्तै हान्ने हो। अनि हाम्रो चाहिँ अर्को चार्जवाला र अर्को अब चाहिँ लागि यो टमाटरको यसमा डडुवाको चाहिँ उपचार गर्नतिर। स्प्रे चाहिँ यता छ, के भन्नु अब गर्नै पर्यो, औषधि हाल्नै पर्यो टमाटरमा। यस्तै छ। अब स्प्रे हाल्नलाई है। अब अङ्कलले चाहिँ सिकाइसक्नु भयो, अब यसरी हाल्ने चाहिँ यस्तै छ। खैदिनु अङ्कल, अब म आफै हाल्छु। यसरी चाहिँ औषधि स्प्रे हाल्नु पर्यो है टमाटरमा चाहिँ। यसमा चाहिँ यो पाल पऱ्यो जस्तो थोप्ला थोप्ला लाखा, त्यही भएर चाहिँ यो औषधि चाहिँ हालेको हो। त्यो भएर हेर्दै गर्न यसरी चाहिँ सिक्नु होला। यो चाहिँ हाम्रो फङ्गिसाइड हालेको यो औषधि चाहिँ, यसले चाहिँ अब यो डाँठमा भएको यताहरू धब्बाहरू बसेको, टमाटरहरूमा पातहरूमा डडुवा रोग लागेको, यसको संरक्षणको लागि चाहिँ अनि यो फङ्गिसाइड हाल्नु पर्दो रहेछ। अनि हालेर सिकेको नि छौँ, तर अगाडि नि सिकिरह हो। त्यही नि अब फङ्गिसाइड हाल्दाखेरि चाहिँ अब यो टमाटरमा भएको डडुवा रोग धब्बाहरू भएको हट्दो रहेछ है। त्यो भएर तपाईँहरूले नि यसरी यो स्प्रे हुन्छ ठुलो खाले, त्यही भएर यो स्प्रेबाट चाहिँ हाल्दिनु।